साथीहरु हिजो हर्क साम्पाङ र रवि चुडालको ब्याटल अपार सफलतापछि यहाँहरु सबैलाई धेरै धेरै धन्यवाद। आज पनि मैले भाग 2 ब्याटल लिएर आएको छु। आजको ब्याटल झन मजाको छ, झन जमदार छ। यहाँहरु सबैलाई मजा आउनेछ। भिडियो पुरा हेर्नु होला। साथै हामीलाई टिकटक, फेसबुक र युट्युबमा समेत फलो गर्न नबिर्सनु होला। यहाँहरु सबैलाई धेरै धेरै धन्यवाद। हामीलाई यति धेरै माया दिनु भएकोमा हामी सधैं तपाईको मायाको अपेक्षा गर्नेछौं। साथै आफ्नो राय कमेन्ट बक्समा लेख्न भने नबिर्सनु होला। साम्पाङले भ्रष्टाचार गर्यो श्रमदानको नाममा भनेर छ है। त्यसलाई मेरो हैन चाहिने चुनौती छ, प्रमाणित गरेर देखाउन। के अनि म उहाँ गुवा रुँदै म प्रधानमन्त्री बन्न सक्छु? हर्के किन रुएको हर्के त? श्रमदाताको नाममा टी सर्ट छपाएर आफ्नै फोटो छपाएर यति पैसा घुसखोर गरेको छ नि यो हर्केले। श्रमदानको नाममा टी सर्ट छपाएको छ, श्रमदानका नाममा गोरु काटिया छ, श्रमदानका नाममा गाई काटिया छ, श्रमदानका नाममा सुँगुर काटिया छ, खाछ मासु भात खाछ। अनि एउटा नेपाल सरकारको मेयर, नेपाली जनताको कर खाएर मेयरको सेलरी खाएर अनि तपाईका लथालिङ्ग धरानलाई लथालिङ्ग बनाएर देश आगो लगाएर तिनै ती पछाडि ती हेर्नु सबै लाउरेका छोरीहरू छन्, सबै लाउरेका श्रीमतीहरू छन्। बिचारा तिनीहरूलाई उल्लु बनाउँदैछ यसले। र चाहिँ यो मान्छे खोइ कता हो, एमालेमा छिर्यो या कता छिर्यो हैन। काठमाडौँमा जाँदाखेरि पनि आइरहन्थ्यो त्यो म बसेको ठाउँमा आएर चाहिँ, दाजु गाह्रो छ, अप्ठ्यारो छ, यस्तो खेल छ है भनेर भन्थ्यो। हुनु त त्यहाँनेरि गुवा रुन्छ, चुनाव हुने बित्तिकै म प्रधानमन्त्री हुन्छु भन्छ। झापा सबै उसको भयो अरे। तैँले गरेको हर्के झापामा विकास, तैँले इटरीमा विकास गरिस्, तैँले धरानमा गरेको छस्, तैँले बुटवलमा गरेको छस्, हेटौडामा गरेको छस्, झापामा गरेको छस्। तैँले झापाबाट तँलाई कसले भोट दिन्छ हर्के? अनि यो मान्छेले के पनि भनेको छ भन्दाखेरि त्यहाँ यो अनावश्यक अफवाह हैन फैलाउनका लागि चाहिँ यसले नबोल्ने कुराहरू पनि बोलेको छ। तैँले के बनाइदिएको छ झापामा? हेरिसोला त झापा गएर केपी बाले कस्तो बनाइदिएको छ झापा। अझ गाउँ गाउँभित्र पस, केपी बाको विकास हेर, इलामजा विकास हेर, ताप्लेजुङजा विकास हेर, तेह्रथुमजा विकास हेर, सबै त केपी बाले विकास गरेका छन्। तँलाई कसले भोट दिन्छ? अनि रुन्छ गर म त धन्नै प्रधानमन्त्री भइन भन्छ। मैले जहाँसम्म बुझ्दाखेरि बिकाउ मान्छे हो हैन। यसलाई धेरै रहेछन् यहाँ नेपालमा, थुप्रै नेपालमा मात्रै हैन विदेशतिर पनि अहिले त रहेछन् हैन, विदेशमा बसेर पनि गर्छन्। उनीहरूलाई चाहिँ अलिकति पैसा दियो भने, जस्तै 5000 दियो भने उसले 1 महिना जति बिजो विरोध गर्ने, कोही हैन कोही चाहिँ अलिकति त्यो दाम अनुसार रहेछ, उनीहरूको स्केल रहेछ। उसलाई पनि कसैले चाहिँ नि गोजी गरम गरिदिएको होला हर्क साम्पाङ।